आमाको सपना कविताको मूल भाव। नेपाली भाषा साहित्यका विकासमा अत्यन्तै महत्त्वपूर्ण योगदान दिने स्वतन्त्रवादी प्रगतिवादी धाराका एक सशक्त विद्रोह एवं क्रान्तिकारी कवि गोपाल प्रसाद रिमाल विक्रम सम्वत 1994-2030 द्वारा रचित आमाको सपना कविता गद्यालयमा रचना गरिएको एक प्रसिद्ध कविता हो। यो कविता संवादात्मक शैलीमा लेखिएको छ। विक्रम सम्वत 1997 सालको शहीद काण्डले कवि रिमाललाई निकै ठुलो प्रभाव पार्यो। त्यसपछि नेपालमा जहानिया राणा शासनको प्रजातान्त्रिक शासन व्यवस्थापन स्थापना गर्नका लागि क्रान्ति चेतनाले भरिएको छ। यो कविता देशमा भएको अन्याय अत्याचार शोषण दमन थिचोमिचो आदिको अन्त्य गरी न्याय र समानतामूलक समाजको स्थापनाका लागि क्रान्ति अपरिहार्य छ भन्ने कुरा यस कवितामा व्यक्त गरिएको छ। नेपाल आमाले युगीन परिवर्तनका लागि क्रान्ति चाहना राख्नु नै आमाको सपना हो। प्रस्तुत कवितामा कविले आमा भनेर समग्र नेपाल राज्यलाई चिनाएका छन् भने नेपाल आमाको सन्तान भनेर नेपालीहरूलाई छोराका रूपमा चिनाएका छन्। यिनी आमा र छोराको संवादका रूपमा यो कविता रचना गरिएको छ। कवि रिमालले आमाको माध्यमबाट आफ्ना छोरालाई दमनवाद विद्रोह जन्मने र विद्रोहबाट युग परिवर्तन हुने हुँदा निरङ्कुशताको अन्त्यका लागि क्रान्ति अपरिहार्य छ भन्ने कुरा आश्वस्त पारेकी छन्। आफ्नो कोखबाट समय समयमा त्यस किसिमका क्रान्ति नायकहरू जन्मने र उनीहरूकै माध्यमबाट देशमा निरङ्कुशताको अन्त्य भई स्वतन्त्र र समानतामूलक समाजको स्थापना भई देशमा भएका सबै व्यतिथिहरू हटाउनका लागि क्रान्तिमा हुमिने कुरा आमाले बताएकी छन्। सूर्यको किरणले संसारमा उज्यालो पारे जस्तै क्रान्ति पुत्रको आगमनले निरङ्कुश राणा शासनको अन्त्य हुनेछ र जनताको मुहारमा खुसी छाउनेछ भन्ने सपना नेपाल आमाले देखेको कुरा यस कवितामा व्यक्त भएको छ। समग्रमा भन्नुपर्दा अन्याय अत्याचारले जब सीमा राख्दै जान्छ तब त्यस विरुद्ध क्रान्ति मच्चिन्छ र सारा व्यतिथिहरूको अन्त्य भई समानतामूलक स्वास्थ्य समृद्ध समाजको निर्माण हुन्छ भन्ने कुरा बताउँदै अन्याय अत्याचार विरुद्ध सङ्घर्ष गर्नुपर्ने सन्देश यस कविताले हामीलाई दिएको छ। यही नै यस कविताको मूल भाव हो।